हेलो 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 नमस्ते गुड इभिनिङ सबैजनालाई वेलकम छ मेरो फ्यासी भ्लगमा सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट अनि फाइन छु। आजको मैले बालापनदेखि मैले जुन यत्तिको बोल्न सक्ने भएको यो स्कुल होइन, मैले कखरा लेख्न सिकेको स्कुल, यसको विशेष बालापनमा यस्तो स्मरण गरौँ भनेर मैले आज चाहिँ यो भिडियो विशेष गराउन गइरहेको छु। म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो मेरो विशेष आजको यो भिडियो रहेको छ। A few moments later. विशेष म देखाउन गइरहेको छु स्कुलहरू होइन, जुन यहाँ चाहिँ एकदम एकदम होइन। अब मैले जुन बालापनदेखि पढेको स्कुल, हामीले पढ्ने बेलामा के थियो भन्दाखेरि जुन यसरी कान छोपेर मात्र भर्ना गर्ने चलन थियो हाम्रो स्कुलमा होइन। नत्र भने हामी चाहिँ शिशुमा पढ्थ्यौँ। कान छोपेर त्यति बेला सिस्टम छ कि कान छोपेर यसरी कान छोपेर यहाँबाट राखेर कान छोपेर बल्ल नाम लेखाउनु मिल्थ्यो एक क्लासमा। जुन चाहिँ म पढेको स्कुल यहाँ चाहिँ यो चाहिँ एक क्लास थियो। यो चाहिँ एक क्लास थियो, सायद अहिले पनि एक क्लास नै छ होला। यो चाहिँ एक क्लास होइन, कक्षा एक यहाँ छ, कक्षा एक यहाँ छ होइन। अनि क्लास 2 चाहिँ यतातिर थियो, क्लास 2 चाहिँ यतातिर थियो। यहाँतिर देखाउनु गइरहेको छु तपाईँलाई। क्लास 2 चाहिँ यहाँ थियो, क्लास 2 चाहिँ यहाँ होइन, यहाँ लेखेको छु तपाईँको। क्लास 2 यहाँ थियो। अनि यो चाहिँ यहाँ चाहिँ थिएन स्कुल, यहाँ चाहिँ यो नयाँ रहेछ, नयाँ बनेको रहेछ। यहाँ चाहिँ थिएन, हाम्रो पढाइ अर्को स्कुल थियो जुन चाहिँ अहिले यहाँ चाहिँ के छ भन्दाखेरि टक्क लगाएर ऊ छ यहाँ श्री सिद्धभूमि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिठन नगरपालिका 5 धारसाफ। सो यसको स्थापना कहिले भएको छ? 2015 सालमा स्थापना भएको रहेछ। सो 2015 सालमा स्थापना भएको थियो होइन। यो चाहिँ ऊ होला सायद शिशु। यता चाहिँ छ यो अफिस चाहिँ यहाँ होइन, यो अफिस चाहिँ कार्यालय यहाँ लेखेको छ, कार्यालय, यो विशेष कार्यालय। अनि यता चाहिँ यो यताको चाहिँ यो सानो यो कटे जस्तो छ, यो चाहिँ 3 क्लास थियो, अहिले पनि सायद 3 क्लास नै छ होला। म यसको देखाउन गइरहेको छु टक्क लाएर। यो कक्षा 3 रहेछ जुन चाहिँ यो स्कुलमा क्लास 3 थियो। यहाँ हामी बहुत रमाइलो गर्थ्यौँ हामी टक्क लाएर, एकदम स्मरण गर्ने। यहाँ चाहिँ यता टक्क लाएर यता देखाउनु गइरहेको छ पछाडितिर। यताको क्लास चाहिँ 4 क्लास थियो होइन, सायद अहिले पनि 4 क्लास नै छ होला। 4 क्लास थियो जुन चाहिँ मैले 4 क्लासमा पढ्दाखेरि, मैले बल्ल 1 देखि 100 होइन, मैले ONE 1 देखि 100 सम्म लेख्न जानेको। 4 क्लासमा पुगिसकेपछि बल्ल मैले लेख्न सिकेको के। त्यति उ थियो होइन, त्यो अवस्था बेला पढाइको त्यत्तिकै उ थियो सायद। त्यो अब त्यति बेलाको अवस्था त्यस्तै थियो होला सायद। अहिलेको बच्चाहरू सायद सानैदेखि त्यो कुरा चाहिँ जानिहाल्छन्। यसको हात चाहिँ रहेनछ, यसको हातहरू सबै फालिसकेको रहेछ। यसको हात चाहिँ सबै फालिसकेको रहेछ। यता चाहिँ 5 क्लास थियो, यहाँ चाहिँ 5 क्लास थियो। यो चाहिँ 5 क्लास हो, सायद अहिले 5 क्लास छ होला। 5 क्लास थियो, 5 क्लास, अहिले पनि 5 क्लास नै छ होला सायद, सम्भवतः। सो त्यही हो, मलाई बालापनको एकदम याद आयो। सो भिडियो क्लिप गरेको। यता सायद मेरो धारा थियो, अनि यता फोहोर फाल्ने थियो, किसिम रमाइलो हुन्थ्यो। लात्ती खेलिन्थ्यो एकदम। मसँग पढेको साथीहरू चाहिँ सबै चाहिँ बिए कार्ड पाउनु भइसकेको छ, म चाहिँ अझै सिङ्गल छु होइन। सो अब त्यही हो, जे हुन्छ राम्रोको लागि हुन्छ भनेर अहिलेसम्म केही गरेको छैन। सो अनि यो चाहिँ राजुको रुख होइन, जुन हामीले सानोको बेला के गर्थ्यौँ भनेपछि यसको गेडा, त्यति बेला स्कुल ऊ हुन्थ्यो, त्यो कलम, सानो कलम हुन्थ्यो, त्यो सानो कलम हुने। अनि त्यसमा हामीले यसको गेडा टिपेर चाहिँ हामी चाहिँ भित्र राखेर चाहिँ हामी केटीहरूलाई जिस्काउने, हान्थ्यौँ, पड्किन्थ्यो, किसिम थियो। सो त्यही हो गाइस, सानोको बेला, बचपनको बेला एकदम स्मरण याद आयो। सो त्यो भएको हुनाले मैले चाहिँ भिडियो बनाएको। त्यही हो, एकदम सम्पूर्ण साथीहरूलाई अब त एकदम मिस गर्न चाहन्छु। एकदम मेरो जुन यो मेरो बालापनको याद दिलाइदियो।
सो त्यही हो गाइस, के भन्न चाहन्छु भनेपछि लास्टमा सबैजना लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनुहोस्। एकदम तपाईँहरूको एक सब्सक्राइब अनि लाइकले मलाई धेरै हेल्प हुनेवाला छ। सो अन्तिममा के भन्न चाहन्छु भनेपछि सबैजनाले आफ्नो राम्रो व्यक्तिहरूलाई भोट हाल्नु भएला। त्यो त भोलि रिजल्ट त भोलिसम्म त भोलि लास्ट त बेलुकासम्म थाहा हुन्छ होला कसले जित्यो कसले हार्यो भन्ने कुरो। सो त्यही हो, सबैजना व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस्। सो त्यति हो, भिडियो चाहिँ क्लिप गरिदिएको म यतिमै।